भगवान कृष्णको चरित्र कस्तो व्याख्यान छ समाजमा। भगवान श्री कृष्ण भन्ने बित्तिकै कृष्ण भन्ने बित्तिकै धेरैजनासँग प्रेम गरेर हिँड्ने भनेर मान्छेले याद गरिहाल्छ। वा अलि चञ्चले खालको प्रवृत्ति भयो भने कृष्ण हो भनेर भन्न थाल्दछन् हैन। तो अब साँच्चै नै भगवान कृष्णको चरित्र कस्तो छ, यदि भागवतको कथालाई पनि सरदर हामीले सुन्नी हो भने मात्रै पनि त्यो सरदर कथाबाट हामी के बुझ्दछौँ भने कृष्ण कथा हाम्रा लागि बाहिरबाट देख्दा जति नटखट कृष्ण देखिनुहुन्छ, जति चञ्चले कृष्णको चरित्र छ, हामीले सोचेको जस्तो कृष्ण चरित्र चञ्चल र नटखट मात्रै होइन, अतिशय गम्भीर और तपाईँ हाम्रो जीवनका लागि अति अनुकरणीय चरित्र हो भन्ने मैले मानेको छु। आउनुहोस् अब कृष्ण चरित्रको बारेमा म हजुरलाई भन्दैछु। के साँच्चै कृष्ण भन्ने बित्तिकै नटखट चरित्र मात्रै हो? के चरित्रहीन हुनु भनेको कृष्ण हुनु हो? के कृष्ण भनेको धेरैजनासँग प्रेम गर्नु मात्रै कृष्ण हुनु हो? के कृष्ण साँच्चै नै तपाईँ हामीहरूले देखेको जस्तै धेरै श्रीमती बटुल्ने मात्रै हुन्? होइन। त्यो विवाहका कुरा त हामी भोलि सुनौला, बरु भोलि पर्सि सम्मान पनि छ। आज बाललीलामा भएका केही कुराहरूलाई हामी सुन्छौँ। सुन्नुहोस्, कृष्णजी आज हामीले सुनेको जन्म, हिजो जन्म कथा भयो, आज भगवानले बाललीला गर्नुभयो। तृणावर्त पूतनाको उद्धार भयो, तृणावर्तको उद्धार भयो, सकटासुरको उद्धार भयो, ब्रह्माण्ड दर्शन भयो, भगवानको नामाकरण संस्कार भयो, माखन चोरी लीला गर्नुहुन्छ, मृद भक्षण लीला गर्नुभयो, अनि त्यस पछाडि दामोदर लीला प्रसङ्ग सुन्यौँ, जहाँ भगवानले ओखल फुटाउनु भयो, नलकुबर र मणिग्रीवको उद्धार गर्नुभयो। अनि त्यसपछि भगवानले ब्रजको यात्रा गर्नुभएको छ, के अरे वृन्दावन जानुभयो, वत्सासुर बकासुरको उद्धार गर्नुभएको छ। अनि त्यस्तै गरेर धेनुकासुरको उद्धार गर्नुभयो, कालिया दहमा रहेको कालिया नागलाई निकालेर पठाउनु भएको छ। अनि त्यस्तै गरेर भगवानले वेणु गीतको वर्णन गोपीहरूले भगवानको गरेका छन्। र त्यस्तै गरेर चिरहरण गर्नुभयो, गोपीहरूका लुगा लुकाउनु हो भगवानले आज। त्यसपछि अनि ब्राह्मणहरूको अभिमानलाई चूर्ण गर्नुभयो, वनभात खानुभएको छ भगवानले आज सखाहरूसँग, ब्रह्माजीको अभिमानलाई चूर्ण गर्नुभयो भगवानले। र अन्तिममा गोवर्धन पूजा गर्दै हामीले आजको कथालाई सम्पन्न गर्यौँ। अब आउनुहोस्, यो कथाहरूमा अब धेरै सबै कथाको एउटा तात्पर्य, पूतनाको तात्पर्य छ, तृणावर्तको तात्पर्य छ, सकटासुरको तात्पर्य छ, मृद भक्षण लीलाको तात्पर्य छ, दामोदर लीलाबाट सिक्ने कुरा धेरै छ। त्यस पछाडि वनभात खानुभएको लीलाको प्रसङ्ग छ, वत्सासुरको बकासुरको तात्पर्य छ, अघासुरको तात्पर्य छ, कालिया नागलाई निकाल्नु भएको प्रसङ्गको तात्पर्य छ, माखन चोरी गर्नुभएको तात्पर्य छ, चिरहरण गर्नुभएको पनि तात्पर्य छ। भगवान कृष्णको चरित्र अब यहाँ हेर्नुहोस्, भगवानले नौनी चोरी गर्नुभयो, हामी कति गाउँछौँ भगवानले दही चोरेर खानुभएको छ भनेर, होइन, भगवान चोरी गर्नुहुन्छ भनेर हामी प्रार्थना गर्छौँ। चोर नै भनेर पनि प्रार्थना गरिन्छ। मेरो एउटा बानी छ क्या, महात्म्यको कथाको लागि बेलुका जब म बस्छु अनि मैले जहिले पनि बेलुका चाहिँ भगवान चोरकै प्रार्थना गर्ने गर्छु। ब्रजे वसन्तम नवनीत चौरम गोपाङ्गनानां च दुकूल चौरम अनेक जन्मार्जित पाप चौरम चौराग्रगण्यम पुरुषम नमामि। म यो एउटा पङ्क्ति सधैँ भन्छु प्राय कथामा महात्मा बसिसकेपछि। ब्रजमा बसेर नौनी चोर्ने, ब्रजमा बसेर गोपीको लुगा चोर्ने, ब्रजमा बसेर राधाजीको चित्त चोर्ने, संसारकै चित्त चोर्ने और भक्तहरू सबैको पाप चोर्ने, यस्ता चोरहरूका सरदार भगवान कृष्णलाई नमस्कार भनेर प्रार्थना गर्छु म जहिले पनि। एउटा पङ्क्ति यो छ, गाउँछु जहिले पनि, प्रिय लाग्छ मलाई। चोरी गर्नु साँच्चै नै नराम्रो कुरा हो, तर भगवानले चोरी गर्दा पनि हामी उनका गुण गाइरहेछौँ। के चोरी गर्नु हुन्छ भनेर हामीले प्रश्रय दिएको हो? होइन। भगवानले जे गरिरहनु भएको छ त्यो हुबहु गर्नलाई हाम्रो सामर्थ्य छैन। यदि चोरी मात्रै गर्ने हो भने 6 दिनका दिन पूतनालाई पनि मार्न सक्नु पर्यो, 27 दिनका दिन सकटासुरलाई पनि मार्न सक्नु पर्यो, 7 वर्षमा गोवर्धन उठाउन पनि सक्नु पर्यो। त्यो हुनाले जे सजिलो त्यो मात्रै गर्ने भन्ने हुँदैन, समग्रमा चरित्रलाई बुझ्नुपर्छ है। आउनु केवल 2टा कुरा, 2टा या 3टा भ्याए भने 3टासम्म नभए 2टा कुरा मात्रै आज हामी चर्चा गरौँ।
पहिलो भगवानले चोरी गर्नुभएको छ नौनी। नौनी किन चोर्नु भयो भगवानले? के नौनी मात्रै चोर्नु चाहिँ राम्रो हो त? तो यो बारेमा जानौँ। नौनी किन भगवान चोर्नुहुन्छ? यसको दुईवटा भाव छ। एउटा सिधा व्यावहारिक भाव छ और एउटा गहन आध्यात्मिक भाव छ। व्यावहारिक भाव के हो त? सुन्नुहोस्, भगवान श्री कृष्णको कथाबाट एउटा प्रेरणा लिन सकिन्छ। भाइ, तिमीले सहन गर्नु धर्म हो है। सहनु धर्म हो। के सहनु धर्म हो भन्दा परिस्थितिवशात आएका पीडा, जीवनमा आएका समस्या, त्यो समस्यालाई सहेर, सुख दुःखलाई सहेर एउटा सरल शान्त जीवन व्यतीत गर्नु त्यो धर्म हो है। सहनु भनेको त्यो सहनु धर्म हो। तर सुन्नु है, पछाडि हुनुभएका भाइहरूले पनि सुन्नुहोस्। तर भगवान श्री कृष्ण अन्यायलाई सहनु हुँदैन भनेर शिक्षा दिनुहुन्छ। अन्याय सहनु धर्म होइन। अन्याय कदापि नसहनु भन्ने भगवानको शिक्षा छ। अब यहाँ सुन्नु है, भगवान श्री कृष्णले चोरी गर्न लगाउनु भयो। यसको एउटा सबैभन्दा मुख्य व्यावहारिक कारण, ब्रजमा जति ब्रजवासीहरूले, गोकुलवासीहरूले जति उनीहरूले नौनी उत्पादन गर्थे, दही बनाउँथे, दूध निकाल्थे, गौ सेवा गर्थे, ती प्रत्येक गोरस, दूध, दही, घिउ, नौनी सबै चिज उनीहरूले उत्पादन गरेको धेरै भाग अलिकति खान पनि उनीहरूलाई मुस्किल थियो। सबै पठाउनु पर्थ्यो मथुरा। कंशलाई पठाउनु पर्थ्यो। कंशले या त त्यो बेच्थ्यो या आफू प्रयोग गर्थ्यो। बिचारा किसानहरूले आफ्नो हक पाउँदैनथे, किनभने गोकुलका वासीहरू सबै गौसेवक किसानहरू हुन्। किसानहरूको हक मार्दथ्यो कंशले। भगवानलाई सह्य थिएन। भगवानले भन्नुभयो, भाइ यो यसरी खान पाइँदैन। सखाहरूले नै भने कहाँ हुन्छ कन्हैया, कंशले त मार्छ, सैनिक लगाएर हामीलाई दण्ड दिन्छ। भगवानले भन्नुभयो, ए हामीले नपठाउँदा कंश रिसाउने? त्यसो भएदेखि हामी के गर्ने त? हामी त बच्चा हौ। बच्चाले त कमसेकम जुठो गर्दिन त मिल्छ? हामी हाम्रो भागको जसरी पनि खाने। यदि साधारण ढङ्गले पाइँदैन भने चोरी गरेर पनि खाने। त्यही भएर भगवानले अन्यायको प्रतिकार गरिरहनु भएको छ। कंश कहाँ जाँदैन यसरी सिधा सिधा नौनी घिउ हामी खान्छौँ। भगवानले चोरी गर्नु हो त्यही अर्थमा। अर्थात् कंशको अन्यायको प्रतिकार भइरहेछ। अन्यायलाई नसहनु। हामी त नेपालमा बसेका धेरै राजनीतिक आन्दोलनलाई देखेका छौँ। एउटा साँच्चै भन्यो भने राजासँग विद्रोह गरिरहनु भएको छ भगवान कृष्ण। तेरो अन्याय, तेरो अनावश्यक कर होइन, त्यो अनावश्यक करलाई हामी सहँदैनौँ। यो अर्थमा भगवानले चोरी गर्नुभएको हो। त्यो हुनाले सिधा एकदम सपाट भाव, अन्याय सहन गर्नु हुँदैन। भगवान कृष्ण यो कुरा सिकाइरहनु भएको छ। त्यही हुनाले भगवानले चोरी गर्नुभयो। और यसको दोस्रो गहन आध्यात्मिक भाव छ। अब व्यावहारिक कुरा त भइहाल्यो, गहन आध्यात्मिक भाव के छ सुन्नु। भगवानलाई नौनी प्रिय छ। नौनी किन प्रिय छ भगवानलाई? नौनी कोमल हृदयको प्रतीक हो है। अब यो आध्यात्मिक भाव सुन्नुहोस्। नौनी कमलो हृदयको प्रतीक हो। करुण हृदय, करुण हृदय भनेको दयाले भरिएको हृदय, जो अरूलाई दया गर्दछ जुन हृदयले, अथवा हृदयमा जसका दया प्रकट भएर नै दया हुन्छ, तो जुन हृदयमा दया बस्दछ त्यो करुण हृदय भगवानलाई प्रिय छ। एउटा पंक्ति छ सुन्नु। कस्तो हृदयलाई नौनी भन्ने त भन्दा, सन्त हृदय नवनीत समान। नवनीत भनिन्छ नौनीलाई। सन्तहरूको हृदय हुन्छ रे नौनी जस्तो। अर्थात् सन्त हृदय भनेको कोमल हृदय भनेको के, कमलो मन जसको छ त्यो कमलो मन भगवानलाई साह्रै प्रिय छ। सज्जनहरू, दयाले भरिएको मन, जो अरूको सुखमा रमाउँछ, अरूलाई दुःख पर्दा सहयोग गर्छ, यस्तो सहयोगी भाव भगवानलाई मन पर्छ। त्यो हुनाले गोपीहरूको हृदय पनि कमलो छ। गोपीहरूको काम जो नौनी निकाल्दछन् त्यस्तै नौनी निकाल्ने काम गरे जस्तै गोपीहरूको मन पनि साँच्चै कमलो छ। भगवान त्यो मनलाई प्रेम गर्नुहुन्छ। और तपाईहरुलाई एउटा कुरा थाहा छ,
तपाईको हृदय यदि कमलो छ भने तपाईलाई त्यो कमलो हृदय कोमल हृदय तपाईले नचाहे पनि अनायासै त्यो हृदय कृष्णले खिच्दछ। कृष्णलाई मन पर्छ तपाईको त्यस्तो मन। भगवान त्यो हुनाले तपाईले भगवानलाई आफ्नो मन नदिए पनि भगवान त्यो हृदयलाई चोर्नुहुन्छ, आफ्नो बनाउनुहुन्छ। कृष्ण प्रेमले भरिएर आउँछ त्यो हृदय हैन, प्रभु प्रेममा डुब्दछ त्यो हृदय। त्यो हुनाले भगवानलाई त्यस्तो कमलो मन प्रिय छ। त्यही हुनाले त्यो कोमल हृदयलाई भगवानले स्वीकार्ने अर्थमा भगवान नौनीको चोरी गर्नुहुन्छ। यो दुवै भाव बहुत उत्कृष्ट भाव छन्, व्यावहारिक पनि र आध्यात्मिक भाव पनि। त्यो हुनाले भगवानको चोरी सामान्य चोरी होइन, सामान्य चोरी होइन, उत्कृष्ट चोरीको श्रेणीमा पर्छ क्या। त्यो हुनाले भगवानको चोरीको यश गाइन्छ, महिमा किन गान गरिन्छ त भन्दा यही भएर हो। अब चोरी गर्ने यस्तो उस्तो भनेर सायद नौनी चोर्नी भनेर चाहिँ गलत अर्थ बुझ्नुहुन्न होला। अब अर्को एउटा चोरी छ, त्यो चोरी चाहिँ झनै धेरै बदनाम भएको चोरी छ। त्यो हो लुगा चोर्नु भएको छ भगवानले सखीहरूको, लुगा चोर्नु भएको छ। अब यसको त झनै, अब तपाईँहरू कति बुझ्नुहुन्छ है यो कुरालाई। दृष्टि अलिकति तटस्थ बनाउनुहोस्, अलि पवित्र बनाउनुहोस्, तपाईँहरूलाई अलिक सजिलो हुन्छ। मैले कति सक्छु म बुझाउने कोसिस गर्छु। के बुझ्नुहोस् भने नि, म हजुरलाई भन्दैछु, नौनी चोरी गरे जस्तो लुगा चोरी गर्नुको पनि एउटा छुट्टै पृथक भाव छ। त्यो के भाव छ त ध्यान दिएर सुन्नुहोस्। नौन के अरे लुगा गोपीहरूले त्यहाँ पनि गल्ती गरिरहेका छन्। व्यावहारिक कुरा सुन्नुहोस् है त, यसको पनि दुईटा कुरा छ, व्यावहारिक कुरा र एकदम गहिरो आध्यात्मिक भाव। व्यावहारिक कुरा के हो त भन्दा, व्यावहारिक भाव के हो? भगवान सिकाउनुहुन्छ न नग्नम स्नायात, जहाँ नुहाउनु, एउटा कुरा याद गर्नु, जहाँ सुकै नुहाउनुहोस्। धारामा, पोखरीमा, नदीमा नुहाउँदा त हामी कमसेकम एक वस्त्र भएर नुहाइहाल्छौँ होइन। सचैला स्नान गर्नु हुँदैन, हरेक परिस्थितिमा सबै लुगा लगाएर माथिदेखि स्नान गर्नु हुँदैन। यो सचैला स्नान पनि निषेध छ। तर पूर्ण नग्न भएर कहिले पनि ढोका बन्द गरेर पनि नुहाउनु हुँदैन, एक वस्त्र भएर नुहाउनु पर्छ भन्ने भाव भगवानले सिकाउनु भएको छ। त्यही हुनाले गोपीहरू नग्न स्नान गर्दथे। त्यही हुनाले भगवानले धेरै पटक सम्झाउनु भयो, मानेनन्, लुगा लुकाइदिनु भयो। त्यस पछाडि उनीहरूले माफी मागेपछि बल्ल फिर्ता दिनुभयो। यो एउटा व्यावहारिक कुरा छ, सजिलो कुरा छ, बुझिहाल्नुहुन्छ। धेरै बेर भन्दैन है म, एकदम हल्ला नगर्नु। दोस्रो कुरा, अब यसको गहिरो आध्यात्मिक भाव के हो? के भगवान कृष्णले लुगा चोर्नु ठिक थियो गोपीहरूको, सखीहरूको, के नारीहरूको लुगा चोर्नु ठिक थियो त यो बारेमा सुन्नु। यदि तपाईलाई लाग्छ होइन भगवान कृष्णले गल्ती नै गर्नुभएको हो भन्ने लाग्छ भने पनि पहिला सोच्नुहोस्, भगवान यो लुगा चोर्ने लीलाका समयमा कति वर्षको हुनुहुन्थ्यो त भन्दा भगवान लगभग हुनुहुन्छ 6 देखि 7 वर्षको बीच, 6-7 वर्षको बीच हुनुहुन्छ। सोच्नु, 6-7 वर्षको बच्चाले कुनै स्त्रीको लुगा चोर्दा कस्तो दृष्टिले चोर्न सक्छ तपाईँ आफै कल्पना गर्नु। एक कुरा है, अब उसको हृदयमा कति गलत भाव हुन्छ त्यो तपाईलाई हो बदमाशी गर्ने भाव हुन सक्छ, तर कतिको गलत सोच छ त्यो तपाईँ आफै विचार गर्नु। एक। दोस्रो कुरा, भगवान श्री कृष्ण को हुनुहुन्छ, गोपीहरू को हुन्? भगवान श्री कृष्ण हुनुहुन्छ परमात्मा, गोपीहरू हुन् जीवात्मा। हामी गोपी हौं। गोपी कुनै लेङ्गा सारी लगाउने, त्यो गाउँमा चाहिँ त्यो मटका बोकेर पानी भर्न हिँड्नेलाई मात्रै गोपी भनिन्न। गोपी शब्दको अर्थ हुन्छ गो माने इन्द्रियहरू, गोभिहि इन्द्रियैहि हैन, पिबती कृष्ण रसम पिबती, अर्थात् जसले कृष्ण रसलाई पिउँदछ, जो कृष्ण कथा सुन्दछ, जो कृष्ण दर्शन गर्दछ, कृष्ण नाम गाउँदछ, ती सबै जो कृष्णलाई पाउन चाहन्छन् ती सबै गोपी हुन्। बुझ्नु ल? अब यसको मतलब म पनि गोपी हुँ, तपाई पनि गोपी हो,
पछाडि बस्नुभएका पुरुषहरू पनि गोपी नै हुनुहुन्छ, दाजुभाइहरू पनि गोपी नै हुनुहुन्छ। भोलि आउँछ एउटा कथा, त्यसको बारेमा पनि भोलि बेलुका हामी चर्चा गरौँला। भगवानले रास गर्नुभएको छ, रासलाई पनि गलत व्याख्या गरिन्छ। रास लीलाको यो प्रारम्भिक चरण नै हो चिरहरण, अर्थात् भगवानसँग मिल्न चाहन्छन् गोपीहरू, तर के छ, बाधा छ। के को? लज्जाको बाधा। लाज हामीमा पनि छ नि भगवानसँग मिल्नलाई। के लाज छ भाइ? बसेर भजन गा न भनेर भन्यो भने कसलाई त्यतिकै ल म गाउँछु भनेर को गाउन सक्छ? अहिले त सप्ताह छ, लन त गाइदिउँ न त भनेर गाइदिन्छौँ। लु त घरमा बसेर एकछिन भजन गा न, अल्छी लाग्छ, बाधा हो। लाज लाग्छ, कसले के भनिदिन्छ, बाधा हो। जाँगर लाग्दैन, बाधा हो, होइन? अथवा अरूले के भनिदिन्छ भन्ने चिन्तन हुन्छ, यो सबै बाधा हो कृष्ण मिलनको। हामी जरुरी नै सम्झिँदैनौँ कृष्णसँग मिल्नु छ, यो सबै बाधा हो। हाम्रो विचारै आउँदैन। यो जुन विचार हाम्रो नहुनु, प्रमादवश, अज्ञानतावश, लज्जावश, डरको वश, यो सबै हाम्रा भगवानसँग मिलनको बाधा हो। भजन गर, लाज लाग्छ, भजन गर, मन लाग्दैन, भजन गर, अल्छी लाग्छ, भजन गर, फुर्सद छैन। यो फुर्सद नहुनु, लाज लाग्नु, डर लाग्नु, मन नलाग्नु, अल्छी लाग्नु, यो सबै लुगा हो, ढाक्ने लुगा भगवानसँग मिलनको। त्यो मिलनको आवरण जो छ त्यसलाई भगवानले चोरिदिनु हो। गोपीहरू लाज मान्दथे कृष्णसँग। त्यो चिर हरण गर्दा अब गोपीहरू र कृष्णका बीचमा कुनै भेद रहेन। भजन गर्ने भक्त तपाईँ हामी र कृष्णका बीचमा अब लज्जाको भेद छैन। मलाई कसैले बाटोमा बसेर गुरुजी नारायण भने पनि मलाई नारायण भन्न लाज लाग्दैन। मलाई कहीँ पनि कुनै विपद पर्यो भने पनि ओहो भगवान म यस्तो विपत्तिमा छु, राम 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 भन्न मलाई लाज लाग्दैन। यो गोपी भाव हो सज्जनहरू। और भगवानले त्यो हरण जब गर्नुहुन्छ अनि परमात्मातिर हामी केन्द्रित हुन्छौँ। यदि त्यस्तो कृपा भयो भने सम्झिनु, भगवानले तपाईँ हामी सबैको चिरहरण गर्नुभयो, चिरहरण गर्नुभयो भनेर मान्नु। त्यही हो गोपी भाव, त्यही नै हो चिरहरणको कथा। चिरहरण किन गर्नुभयो? गोपीहरूको वस्त्र हर्नुभयो, लज्जा हर्नुभयो। हामीलाई पनि भगवानले त्यो कृपा गर्नुहोस्, भजनमा लाग्दाखेरिको लाज हटोस्, भजनमा लाग्नको लागिको डर हटोस्, भजनमा लाग्दाखेरिको अल्छी हटोस्, भजनमा लाग्दाको प्रमाद हटोस्। हाम्रो पनि भगवानले चिरहरण गर्नुहुन्छ। त्यसपछि त्यो हो चिरहरण।